आज हामी रेसुङ्गा तपोभूमि रेसुङ्गा यज्ञशाला परिसरमा छौँ। भक्तजनहरू अहिले हाम्रो सामु यहाँ हाम्रो गुल्मीमै जन्म भएका हाम्रा घिमिरे परिवार पराजुली परिवार लगायत उहाँसित अरू पनि हुनुहुन्छ, हाम्रो वाग्लेहरू पनि हुनुहुन्छ। अब यस क्षेत्रमा गुल्मी जिल्लामा जन्मे पनि अलि उहाँको बसाइसराई गरेर बुटवल रूपन्देहीको तिलोत्तमा नगरपालिकामा बस्दै आउनुभएको र उहाँहरू हिजो साँझ यस रेसुङ्गा धार्मिक क्षेत्रमा एक दिन गएर हामीले त्यो ठाउँमा दर्शन गर्नुपर्छ र बस्नुपर्छ भनेर यसै आश्रममा बस्नुभयो र आइसकेपछि हजुरलाई कस्तो अनुभूति भयो क्षेत्रमा बसेपछि हजुर थोरै बताइदिनुहोस् त, हजुरको नाम परिचय सहित। हजुर, मेरो नाम टेकराज शर्मा घिमिरे। जुन उद्देश्यले हामी यहाँ आएका थियौँ, एउटा सिरिङ ऋषि तपोभूमिमा गएर दर्शन गरौँ भनेर यहाँ हाम्रो धेरै पहिलेबाटको कल्पना पनि हो र आउने मौका पाइयो। उहाँको एउटा उसले हामी यहाँ आइपुग्यौँ। यहाँ आएर यहाँका गुरुजनहरूबाट पनि एउटा हामीलाई यहाँको बारेमा परिचय दिने कार्यक्रम भयो। हामीलाई त्यो असाध्यै हामीले बुझ्न पाइयो यहाँको बारेमा सबै कुराहरू र फेरि यहाँको सबै मन्दिरहरू सबै देख्दाखेरि हामीलाई यहीँ बसिरहँदा हामी जस्तो एकदम तपस्या गरेर आनन्दित ठाउँ यस्तो लागेको हुनाले हामीलाई अति खुसी, हामी आएको टिम जति सबै खुसी एकदम आभारी छौँ। हामी फेरि पनि आउन हामीलाई भगवान्ले प्रेरणा दिउन्, हामी आउन सकियोस् भन्ने यहाँ हाम्रो भावना हाम्रो चाहिँ त्यही रहिरह्यो। अब त्यो क्षेत्रमा जानुहुन्छ हजुरहरूले, अब पहिलोपटक गुल्मीमा जन्मे पनि पहिलोपटक यो क्षेत्रमा आउनु भएको रहेछ, कस्तो सन्देश लिएर जाँदै हुनुहुन्छ अब त्यो क्षेत्रमा तिलोत्तमामा गएर हजुर रूपन्देहीमा? अब यहाँ एकदम चाहिँ मनमोहक र चाहिँ यहाँको प्राकृतिक सौन्दर्यले छटाभरि पूर्ण चाहिँ यो जुन चाहिँ परिसर छ, यो रेसुङ्गामा तपोभूमि सिरिङ ऋषिको तपोभूमि, यहाँ हामी आएर प्रभावित भएका छौँ र यहाँ हामीले हजुरहरूबाट जो सेवा पायौँ यसबाट पनि हामी धेरै प्रभावित भएका छौँ र यहाँ आउने जति पनि शुभ इच्छुकहरू हुनुहुन्छ आउनुहोस् र यहाँ पुण्य कमाउनुहोस् र यहाँको प्राकृतिक मनोरमको चाहिँ भरपुर आनन्द लिनुहोस्। एकपटक यो ठाउँमा आउनुहोस्। गुल्मी जिल्लामा जन्मेर यो ठाउँमा नआइकन आफ्नो चाहिँ नि जीवन अन्त्य चाहिँ नहोस्। यहाँ एकपटक अवश्य आउनुहोस् र यहाँको चाहिँ अवलोकन गरेर फर्कनुहोस्। यहाँको चाहिँ सबै कुरा चाहिँ यहाँको भगवान्को दर्शन गरेर गुरुहरूको दर्शन गरेर महान बाणीहरू अमृत बाणीहरू सुनेर जानुहोस् भन्न चाहन्छु। ल हजुरहरूले अब एउटा यही भन्न चाहन्छु। हजुरलाई यस रेसुङ्गा संरक्षण समितिको तर्फबाट पनि धन्यवाद र यहाँ बस्ने गुरुहरूको तर्फबाट धन्यवाद गर्छौँ। ल के भन्न खोज्नु भएको थियो? भजन सुरु गर्नुहोस्। ल जाउँ जाउँ रेसुङ्गा, जाउँ जाउँ रेसुङ्गा, सिस्नाले त सिरिङ ऋषि तपोभूमिको हाम्रो गुल्मी जिल्लाको मानिएको ठाउँ यो सिरिङ ऋषिले तपोभूमि बसेको ठाउँ। अनेक तीर्थहरू भन्दा पनि अति मानिएको ठाउँ।
यो हामीले देख्नको लागि अति पहिल्यैदेखि हाम्रो मन इच्छा थियो तर आज मौकाले गर्दा हामी आज आउनु पायौँ हामी यहाँ हर्षले गदगद छौँ खुसी छौँ फेरि पनि हामी आउँ हाम्रा सन्तानहरू सबै हाम्रा इष्टमित्रहरू आउँदै गर्नुहोला भन्दै फेरि एउटा भजन जाउँ जाउँ लायो श्रृङ्गी ऋषि दर्शन गर्न जाउँ जाउँ लायो श्रृङ्गी ऋषि दर्शन हाँ